हेलो ट्रान्सलेट एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी बुद्धिस्ट स्तूप आयो होइन, एक राउन्ड गरिसकेँ र माथितिर एकदमै रमाइलो लाग्यो घुमेँ होइन। अनि आज मैले बिर्सिसकेँ यहाँ माथि यो खानाबी हुन्छ होइन, तर यहाँबाट हेर्न अलिक गाह्रो हुने जस्तो रहेछ। टपमा आगो लाग्दैछ, आगो लगाइदिएको। सो यता चाहिँ पुरै क्यामेराम्यानहरू माथि आज आगो बाल्छ नि त, त्यही भएर बसिरहेछ। हेरौँ है त। गाइस म चाहिँ यो माथिको स्तूप देखाउँछु होइन। म टपमा जाँदैछु है साथी हो। सो यता चाहिँ यस्तो रहेछ क्या, 3 राउन्ड गर्ने ठाउँ ट्याक्कै बनाएको रहेछ। त्यसरी घुम्दै जाने होइन, घुम्दै घुम्दै जाने। मेरो त खुट्टा दुखिसक्यो कि, त्यही भएर नि खासै छिटो घुमिरहेको छैन। तलदेखि हिँडेर आएको आज। यहाँनिर बजाउनु पनि मिल्छ क्या, टिङ टिङ घन्टी बज्छ होइन, तर मैले चाहिँ बजाइन किनभने आज मान्छेहरू टन्न छन् त, जहिले तहिले बजाउनु मिल्दैन। दुई राउन्डको साइड 2 राउन्ड हुन्छ होइन। उता गयो भने 2 राउन्ड हुन्छ, यहाँबाट सिधै माथि पनि जान मिल्छ। यस्तो पिसफुल ठाउँ छ कि के अरे चाइनिज स्तूप त्यो नेपालको पोखरामा बनाएको जस्तै ठ्याक्क यस्तै पिसफुल ठाउँमा बनाएको रहेछ क्या यहाँ पनि। हेर्नुहोस् न कस्तो राम्रो। सो हल्का झुन पनि लागिरहेछ उयो माथितिर, देख्न सक्नुहुन्छ। अब यहाँनिर चाहिँ थरीथरीको छ है गौतम बुद्धको जीवनको कथा भनौँ कि जीवनी शैलीकै यो चित्रहरू बनाउनु भएको रहेछ। मैले अघि नै यसो विचार गरेको थिएँ कि म तपाईँहरूलाई देखाउँछु है त सबै डिटेलली। यता यस्तो यस्तो छ है, कोडाहरू पनि बनाएको रहेछ। त्यहाँदेखि यहाँको कलर चाहिँ हल्का कलर गएको रहेछ, त्यही पनि राम्रो छ। अनि त्यसपछि यता चाहिँ यस्तो बनाउँदै रहेछ भनौँ न अहिले। अनि यहाँनिर कस्तो रहेछ भन्दाखेरि मैले देखिरहेको थिएँ कि यहाँ ठ्याक्कै यहाँनिर कस्तो दामी बनाएछ कि, तर एकछिन हेर्दै जाउँ है, यस्तो राम्रो छ। यहाँ माथि जुन लागेको है, मेरो त हातै खुट्टै दुख्यो। यहाँबाट सुरु हुन्छ
यहाँ चित्र कस्तो दामी दामी बनाएको रहेछ क्या यस्तो तरिकाले। कस्तो दामी क्या अब होइन। त्यहाँनिर चाहिँ स्वयम्भू जस्तै बनाएको रहेछ। अनि अब यहाँ चाहिँ पिपल बोट जस्तै बनाएको रहेछ होइन। तर यहाँ चाहिँ लाली गुराँस बनाउनु भएको रहेछ है। दामी है। सो यता गयो होइन। अब यहाँ चाहिँ कस्तो छ भने त्यो गौतम बुद्धको के आमाको सपनामा चाहिँ हात्ती देखेपछि सेतो हात्ती आएको देख्छ नि, हो ढ्याक्कै त्यसको चित्र बनाएको छ यहाँ। सुतिरहेको टाइमको सपनाको देखाइरहेछ होइन। अनि त्यहाँबाट यता गयो। यता पिपल बोट मुनि गौतम बुद्धको आमाले के भन्छ गौतम बुद्धलाई जन्म दिनुभएको ठाउँ बनाएको रहेछ यहाँ चाहिँ। पिपल बोट पनि त्यही छ होइन। यता टक्कै गौतम बुद्ध सानो हुँदाखेरिको बनाएको त्यस्तो कस्तो पुरै त्यस्तो बनाएछ कि सबै डिटेल देखाएको रहेछ। ओके गाइस, मैले तपाईँहरूलाई भिडियोहरू देखाइदिएँ है। अनि यो सानोमा गौतम बुद्ध मैले नि त्यो हेरिरहेको थिएँ कि भिडियोहरू नि प्रायः गौतम बुद्धको बारेमा त्यस्तै बनाएछ क्या। यहाँ घोडामाथि चढेर जाँदै गरेकोहरू पनि देखाइरहेछ। यो राज खानदानको हो नि त गौतम बुद्ध त। अब हेर्नुहोस् त यहाँ चाहिँ दरबार चाहिँ यहाँ बनाएछ है। मैले चाहिँ अस्तितिर नि आउनु त आउँथेँ तर यति राम्रो डिटेलले चाहिँ हेरेको थिएन। आज चाहिँ थाहा भयो कि यो यस्तो बनाएछ भन्ने कुरा चाहिँ सबै थाहा भयो है प्रष्ट तरिकाले चाहिँ। सो गाइस, तपाईँहरू नि हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अझै पनि म यो भिडियोलाई इन्ड गर्दिनँ किनभने यहाँनिर के अरे खानाबी हुने रहेछ। सो एकदमै ठुलो आगो बाल्छ। अनि चराइसु एउटा उसलाई आगो के भन्छ हिमाल भन्दो रहेछ भनौँ न। यहाँको पहाडलाई चाहिँ आगो बालेर जलाउँछ अनि त्यहाँबाट सबै आगो मार्छ के। यो साकुरा फुलिरहेछ नि अहिले। सो साकुरा फुलेपछि चाहिँ जहिले नै वर्षैपछि यस्तो गर्दो रहेछ यिनीहरूले। किनभने यहाँको कल्चर र यहाँको चाहिँ एउटा पार्टी पार्टी गर्छ अरे होइन। सो हेरौँ है त। चाहिँ टपमा गएर नि आइसकेँ। अनि त यस्तो बनाउनु भएको रहेछ। तर कलर चाहिँ एकदमै पुरानो स्तूप भएको रहेछ। यो कलर चाहिँ गएछ धेरै नै। एकछिन मात्र आएको त यहाँ माथि प्रोग्राम हुने रहेछ त्यही भएर बसेको त चिसो लाग्यो। अब त क्यामेरा कति त्यहाँ चिसो छ अहिले। चिया खाने हो, चिया खाने हो।